हेलो फ्रेन्ड्स, हामी आजको क्लासमा कन्टेनर विजिटको बारेमा सिक्न गइरहेका छौँ। कन्टेनर विजिट भनेको एउटा यस्तो बक्स हो जहाँ हामीले कन्टेन्टहरू स्टोर गरेर राख्न सक्छौँ। हामीले कन्टेनरलाई चाहिँ विजिटको साइज दिनको लागि अथवा विजिटलाई पोजिसन दिनको लागि पनि हामीले कन्टेनरलाई प्रयोग गर्ने गर्छौँ। हामीले कन्टेनरमा मल्टिपल विजिटहरू राखेर त्यो विजिटहरूलाई पनि आफ्नो हिसाबले पोजिसन दिएर डिजाइन गर्न सक्छौँ। ल त ढिला नगरिकन हामी यो सब प्र्याक्टिकली गरेर हेरौँ है त। कन्टेनरलाई युज गर्नको लागि हामीले कन्टेनर लेखेर स्मल ब्र्याकेट ओपन स्मल ब्र्याकेट क्लोज गर्छौँ र त्यो भित्र चाहिँ हामीले यसको एट्रिब्युट्सहरू लेख्छौँ। कन्टेनरमा चाहिँ भएको एट्रिब्युट्सहरू मध्ये मेनली युज हुने भनेको हाइट, वेट, त्यसपछि मार्जिन अनि डेकोरेसन यिनीहरू नै हो। यो सबैलाई एक एक गर्दै युज गर्दै हेरौँ है त। हामीले पहिला दिउँ हाइटलाई। मैले कन्टेनरको हाइट दिए मानिलिउँ 400 जति दिए मैले। विड्थ दिए 400, त्यो पनि 400 दिए। हाइट र वेट 400 दिँदाखेरि पनि हाम्रो एन्ड्रोइड एमुलेटरमा केही पनि सो भएको छैन। यो किन हो भन्दाखेरि कन्टेनर चाहिँ बिना कलर सो हुँदैन। हामीले कलर दिएपछि मात्रै कन्टेनर सो हुन्छ। कलर दिनको लागि हामीसँग छ कलर्स डट ब्लू दिए हैन मैले। हेर्न सक्नुहुन्छ ब्लू वाला कन्टेनर चाहिँ सो भइसकेको छ हाम्रो एमुलेटरमा। कन्टेनरमा हाइट, वेट र कलर, त्यसपछि अर्को एट्रिब्युट छ चाइल्ड एट्रिब्युट। चाइल्ड एट्रिब्युटमा हामीले टेक्स्टहरू युज गर्न सक्छौँ। टेक्स्ट विजिटलाई युज गर्न सक्छौँ अथवा अन्य कुनै विजिटलाई पनि युज गर्न सक्छौँ। मैले यसमा टेक्स्ट विजिटलाई युज गरेर हेरेँ। टेक्स्ट विजिटमा चाहिँ मैले लेखेँ हेलो मात्रै लेखेँ मैले अहिले। हेर्न सक्नुहुन्छ हेलो पनि प्रिन्ट भइसकेको छ। त्यसपछि कन्टेनरमा भएको अर्को एट्रिब्युट भनेको मार्जिन हो। हामीले कन्टेनरमा मार्जिन पनि दिन सकिन्छ। मार्जिन दिनको लागि मार्जिन एज इन सेट्स डट अल गर्यो भने सबैतिर हुन्छ। डट अल गरेर 20 दिने हो भने हेर्न सक्नुहुन्छ मार्जिन तपाईको कन्टेनरमा मार्जिन 20 मार्जिन आइसकेको छ। यसरी हामीले मार्जिनको प्रयोग गर्न सकिन्छ र हामीले कुनै एउटा पर्टिकुलर साइडमा मात्रै मार्जिन दिन मन छ भने चाहिँ डट अललाई हटाएर डट ओन्ली गर्न सकिन्छ। डट ओन्ली अनि लेफ्टलाई चाहिँ मैले मानिलिउँ 20 दिए। लेफ्टमा मात्रै मैले दिन चाहे भने चाहिँ हेर्न सक्नुहुन्छ यहाँ लेफ्टमा मात्रै 20 को मार्जिन देखाएको छ। यसरी हामीले मार्जिनको प्रयोग गर्न सकिन्छ र मैले अहिले चाहिँ सबैतिर डट अलै गर्छु है। सबैतिर डट अल गरेर 20 राखेँ र 20 को मार्जिन सबैतिर हेर्न सक्नुहुन्छ। त्यसपछि हामीसँग कन्टेनरमा भएको अर्को एट्रिब्युट भनेको हामीसँग हो डेकोरेसन। डेकोरेसन बक्स डेकोरेसन भित्र बक्स डेकोरेसन भन्ने हुन्छ र बक्स डेकोरेसन भित्र हामीले डेकोरेसन राखेर अनि कलरलाई डेकोरेसन भन्दा बाहिर राख्यो भने चाहिँ यस्तो एरर सो गर्छ। हामीले यदि डेकोरेसन दियौं भने चाहिँ हाम्रो कलरलाई चाहिँ डेकोरेसन भित्र राख्नुपर्छ। डेकोरेसन भित्र चाहिँ हामीसँग छ बोर्डर रेडियस। बोर्डर रेडियसमा बोर्डर रेडियस डट सर्कुलर 20 रेडियस दियो भने चाहिँ ल हेर्न सक्नुहुन्छ हाम्रो यहाँ कन्टेनरको रेडियस बोर्डर रेडियस 20 भइसकेको छ। यसरी हामीले कन्टेनरलाई डिजाइन गर्न सकिन्छ। कन्टेनरको हाइट, वेट, यसको कलर, यसको मार्जिन, यसको डेकोरेसनमा पनि बोर्डर रेडियसहरू, यसरी हामीले चाहिँ कन्टेनरलाई डिजाइन गर्न सक्छौँ। यो टेक्स्टलाई अहिले सेन्टर बनाऊँ। यो सेन्टर विजिटको बारेमा हामी अर्को क्लासमा फेरि हेर्नेछौँ। आज सेन्टर मात्रै बनाएर हेरौँ। टेक्स्ट विजिटलाई सेन्टर बनाएर हेरेपछि हेर्न सक्नुहुन्छ हाम्रो यो टेक्स्ट पनि सेन्टरमा आइसकेको छ हेलो भनेर। सेन्टर विजिट चाहिँ हामीले भोलिको क्लासमा हेर्नेछौँ। आज मैले यो टेक्स्टलाई अलि राम्रो देखिनको लागि मैले सेन्टर विजिटलाई युज गरेँ। हस् त यही थियो आजको भिडियोमा। भोलिको क्लासहरुमा अरु विजिटको बारेमा लिएर आउने नै छु। हस् त धन्यवाद।